कति वर्ष हुनुभयो हजुर? म 62 वर्ष है। सङ्खुवा सभाबाट आउनुभएको, दुईटै घोडा दुखाएर आउनुभएको होइन? लगभग कति महिना भयो यहाँ आउनुभएको? 3 महिना भइसक्यो क्या है? 4 महिना भयो। 4 महिना पुरा भयो। साउनमा कति गते? 4 गते होइन 3 गते। त्यसपछि हामीले चाहिँ उहाँको बाथ हो कि भनेर बाथको रगतको जाँचहरू गरेको थियो होइन? तर बाथको टेस्टहरू गर्दाखेरि चाहिँ ESR अलिकति हाई आएको थियो, अरू टेस्टहरू सबै नेगेटिभ थियो। त्यही भएर हामीले बाथको डाक्टरलाई पनि एकचोटि सल्लाह लिए, केही औषधिहरू हामीले राखेँ होइन? त्यसपछि औषधिहरू खानुभयो। औषधि खाएर कस्तो भइरहेछ हजुरलाई? औषधि खाएर धेरै नै है सजिलो भएछ? अस्ति भन्दा त्यो औषधि खाइसकेर लगाइसकेर दसैँ अलिक छुनियो पनि दुखे पनि निकै। अनि फेरि त्यो पछाडि औषधि थपेपछि चाहिँ धेरै निको भन्छ। हामी चाहिँ खासै बिरामीहरूलाई पेन किलरहरू चाहिँ दिन्न, हामी केही औषधिहरू दिन्छु जसले गर्दाखेरि बिरामीलाई पनि सजिलो हुन्छ र हामी पेन किलर चाहिँ सकेसम्म नखानु भन्छु है। र उहाँको चाहिँ पछि हामीले ESR रिपिट गरेँ, अहिले नर्मल जस्तै आएको हुनाले चाहिँ आज चाहिँ हड्डी खिएको त्यहाँनिर च्यातेकोलाई चाहिँ हामी यो PRP गर्न गइरहेको छु। हजुर खुसी हुनुहुन्छ यहाँ आएर? जे होस् ल हजुरलाई कस्तो लागिरहेछ, के लागिरहेछ ल त्यहाँ भिडियोमा भनिदिनु भयो नि हुन्छ। धारानमा चाहिँ गर्दा म धेरै पुगेँ, हरेक गरिसकेँ, पुगिगएको खुट्टा भनेको, तर पुगिन चाहिँ पुगेन। धोपा पनि गएको, धोपामा चाहिँ औषधि खानु अनि निको भएन भने अपरेसन गर्नुपर्छ भन्नुभयो। त्यो धोपाको औषधिले निको भएन र फेरि भानु चौकमा मन्जुश्री जस यहाँ आएर हजुर खुसी हुनुहुन्छ? म यहाँ आएर खुसी नि। तौल पनि घटाउनु भयो कि? तौल घटाएको नि। सानो सुई ल अलिकति दुख्छ तपाईँलाई? यो चाहिँ हामी अब प्लाज्मा थेरापी गर्न गइरहेको छु। ल सिद्धिन लाग्यो है, एउटा घोडामा लगभग सिद्धिसक्यो। एउटा घोडामा दुखाउने काम सिद्धियो ल। अब अर्को घोडामा कहिले फर्किनुहुन्छ अब हजुरहरू? सिद्धियो, मेरो काम त यो लगाउने, अब सिद्धियो अनि मलाई 3 हप्तामा फोन गर्ने है। सानो सुई हामी चाहिँ यो PRP चाहिँ गर्नुभन्दा अगाडि यो नदुख्ने औषधि दिन्छु, त्यसपछि अब PRP गर्दाखेरि दुख्दैन। अब दुख्दैन नि है। ल यो चाहिँ बिरामीको आफ्नै शरीरको रगत, त्यो लगाएपछि हामी 3 हप्तामा हजुरलाई फोन गर्न लगाउँछु। त्यसपछि तपाईँलाई कतिको सजिलो भयो अथवा भएन त्यसको आधारमा अनि हामी अर्को डोज के गर्ने भनेर प्लानहरू बनाउँछु। दुखेछ अहिले? अहिले त दुखेको छैन होला नि? कस्तो छ अहिले? एउटामा सिद्धियो? ल हजुरले अरूले कसैलाई के भन्न चाहनुहुन्छ कि? होइन, अब मलाई पहिलोचोटि अब के हुन्छ, मलाई चाहिँ औषधि खाएर धेरै निको भएको छ। गाउँको साथीहरूलाई पनि भनेको छु म, यताको औषधि खाएर केही नभएको त गएर धेरै निको भएको छु भने। ल यसरी हामी चाहिँ हड्डी खिएको त्यहाँनिर च्यातेको बिरामीहरूलाई चाहिँ आफ्नै शरीरको लगाएर उपचारहरू गर्छु। यो पनि सुरुमा 3टा डोज दिने भन्छ, तर 3टा डोज दिने भन्दैमा सबैलाई 3टा डोज चाहिन्छ भने छैन। हामी 3 हप्तासम्म कुर्छौँ। 3 हप्तामा कतिको सजिलो भयो अथवा भएन अनि त्यसको आधारमा सेकेन्ड डोज, थर्ड डोजहरू लगाउँछु। यसरी चाहिँ हामी चाहिँ हड्डी खिएको बिरामीहरूलाई सुरुमा चाहिँ PRP बिरामीको आफ्नै शरीरको रगतबाट उपचारहरू गर्छु। हस्, थ्याङ्क यू।